हेलो गाइस, आज चाहिँ हामी गुफु खोला जाने हो। आज चाहिँ चैते दशैं शुभ। त्यही भएर हामी चाहिँ गुफु खोला जाँदैछौँ। हामी चाहिँ सानोमै गइरहेको चैते दशैं हो। ए लड्यो लड्यो बाबु लड्यो। दिदी चाँडो बाटोबाट जानु कि ढिला? बाटो कता सजिलो छ त्यतै बाटो होइन, यो रोडै जाने हो। यतापट्टिबाट चाँडै सिधै रोटा पुग्छ। होइन, रोडै जाने हामी। तर अरूको हेरेको त्यता हेरिकन हाम्रोबाट रमाइलो देख्ने हो नि त। फेरि यहाँबाट सबै देखिन्छ। यो 4 पाइन होइन होला। लैन अब यहाँसम्म मात्रै होला, त्यहाँ उता छैन। के भयो? अनि बिस्तारै हिँड्ने भए हुन्थ्यो नि त। पकड्नु पर्दैन, अझै माथि छ, बिस्तारै हिँड। अझै धेरै माथि छ, बिस्तारै हिँड। उकाली छ। गर्मी भए भाइ यो स्वेटर खोल। त्यस्तरी होइन, यस्तरी खोल न। हो लैन
बानिएटार हो नि त यो भूकम्पपछि सब उ भयो क्या कुनामा जङ्गलको उसमा होइन कति धेरै रहेछ उ यहाँतिर त एकै ठाउँमा उस्तै उस्ता के हो रे टाइम त त्यस्तो धेरै लाग्दैन हौ यो छोटो बाटोको उताबाट गयो है अघि पुगिसक्थ्यो होला हिँड्न अल्छी लागिरहेको थियो धुलो उड्यो बाबु यो खास पहिला त बाटो त्यहाँबाट कहाँबाट थियो त्यहाँ आएपछि यताबाट कताबाट थियो नि अहिले जान्छ भन्ने गाडी बाइकहरू यता मासिरहेको मान्छे त्यतै बाटो जान्छ नि यताबाट जाने हजुर घले भन्ज्याङको ऊ त्यहाँ ए भाइ त छैन डर त अब यस्तो जङ्गल छ अब स्यालहरू त अब थाहा छैन थाहा चाहिँ मलाई हिँड न होइन हिँड न सिच्छु अगाडि अगाडि हिँड्न भने मैले जम्मै उयो झाडीले छेकिने भएछ नि त ल हिँड ए यतातिर नि यत्रो घर बनिसकेको छ आमामा कति उडाएको यो धुलो छ्या धुलो उड्यो है कताबाट त्यो कहाँ गयो के गाउँमा बानेटार खोला ल भन हामी उहाँ गएको घाँस काट्न हो यहाँनिर गएको हामी घाँस काट्न उहाँ माथिकै मैले देखाइरहेको छु हो यहाँ अनि त्यहाँ गएको अनि त्यहाँबाट ठुलो ढुङ्गा खसेर अनि बल्ल बल्ल बाँचेर आएको हामी चाहिँ खाली खाली भन्दा नि यस्तो रुखहरूको यस्तो यस्तोमा लुकेर दिनेश मामा सानी दिपेश मामा होइन छिटो होइन लाइनमा होइन के दिपेश मामा होइन दिनेश मामा सानी म अनि त्यसपछि दिनेश मामा भने म अनि त्यसपछि उता तलको ठुलमम्मी गोमा ठुलमम्मी अनि तुलसा आन्टी 5 जना हो खै क्लास त थाहा भएन बच्चामै तिमीहरूभन्दा अलिक ठुलो अल्छी होइन त्यस्तै होला सायद तिमीहरूलाई अहिले यसै हिँडेर आऊ घुम्न आऊ भन्दा पनि गाह्रो भयो अनि त्यहाँ माथि त्यस्तोमा त कहाँ जान सक्छ त त्यो माथि पहरा त्यो जम्मै ढुङ्गै ढुङ्गाको चिप्लिन त्यहाँ जानै सक्दैन के चिप्लिनु एकचोटि गएको थियो कि होइन हामी त कतिचोटि गयौँ त्यसपछि डराएर धेरै समयसम्म आएन अनि पछि आइल हेरे यो गुपु खोला भने चाहिँ यहाँ चाहिँ गुफा छ क्या उहाँ भित्र त्यहाँ
के टाले ऊ त्यहाँ त्यो झुन्नाको छ नि त ऊ त्यो ध्वजाहरू के झुन्नाको छ नि त त्यहाँ देखेन त्यहाँ झुन्नाको त्यहाँबाट भित्र गुफा छ आउँदैन भगवान् हुनुहुन्छ त्यहाँभित्र हामी चाहिँ गुफा खोला आइसकेको छ लट्ठीले जाने कि नजाने लट्ठीले जाने कि नजाने लट्ठी यही राख्छु चमेरो गुफा ढोकेर हिँड बाबु जुत्ता खोला भगवान् आमा हामी वहाँ बाबु लट्ठी अहिले राख जाऊ ढोकेर अनि भगवान्लाई ढोकेर अनि जाऊ ल किन साथी आयो भएर होला होइन आउलास् न ल होइन ओइ के गरे यस्तो यो त ल छोड्न हामी पनि जान्छु त ए टर्च ल्याउन बिर्सेछ नि त ल ल ल यहीँ बस नि त यहीँ बस यहाँ आऊ न यहाँ आऊ यहाँ आऊ के देखा भैँसी आमा भैँसी नि गाईको थुन हो क्या गाईको थुन हो अहिले उभिनु हुँदैन नि त उभियो भने ठोकिन्छ बिस्तारै बाबु ठोकिन्छ यहाँ चाहिँ हामी होइन ऊ माथिसम्म पुग्थ्यो ऊ माथि किन नआउनु भन उहाँ माथि कुण्ड छ चमेरो त्यहाँ अलि माथि पैसा कति धेरै चमेरो छ त्यहाँ चमेरो गरा भने त्यहाँ बस्ने भित्रै बस्ने चमेरो निस्किँदा यहाँबाट त होला नि यहाँ गाईको थुनहरू थियो खोइ त गाईको थुन चाहिँ चमेरो भने बड हो क्या ऊ माथि छ होइन कति चमेरो छ अनि त्यसपछि एउटा कुण्ड भन्ने छ अरे त्यहाँ माथि पुगेपछि एक ठाउँमा बिचमा बाटो दुईपट्टिबाट छ के किन नजानु अझै माथि भन्ने त्यो भन्दा नि माथि ठुलो टर्च अलि अलि उतै हाम्रो घर टर्च ल्याए म गइदिन्छु अस्ति पहिला हामी कति गएको थियो अस्ति न हामी त सर्पु जस्तै देख्यो नि अब यहीँ एक ठाउँ बसेर त के काम गर्ने है डर लाग्यो मलाई कस्तो अन्धकार त छ यहाँ मेन महादेवको मन्दिर पूजा गर्न चाहिँ यहाँ हो यहाँ अनि म त कहाँ देखाउँछु ऊ त्यहाँ माथिसम्म त उभिएर जाने बाटो हेर्नु न ऊ त्यहाँ हो चमेरो छ क्या त्यहाँभित्र ल हिँड एउटा लामालाई र एउटा तेर्सो बनाएर हो नि त त्यो स्टप गर्नु तेर्सो लाग्ला नि बिचार बस्यो लाग्दैन भरेन हाल्दैछ के
कहाँ छ मादल जानु पाउँछ यस्तै फोटो खिच्यो अब बुबु खोला औ यहाँ जस भित्र बसेर कति माथिसम्म पुग्थ्यो क्या हामी पुरै चमेरोको बुनेको हुन्थ्यो चमेरो हेर्न प्रज्ञा सुबु बिस्तारै ए बान्दरबाट हो कि मान्छेलाई बुझाइदियो कुरा होइन कति आउँछ के के दिनुभयो अरे कसले दिनुभयो किन दिनुभएको हो माया गरेर दिनुभएको अनि ल अब कस्तो रहेछ त गुफु खोला राम्रै रहेछ डर लाग्यो कति हो है तिमीहरूको पैसा तिमीहरूले जसले पहिला भ्याउँछ त्यसले पहिला टिप्या हो हिँड हिँड बाबु हिँड बाबु हिँड न Sorry.